अब हाम्रो साझा एजेन्डा भनेको इन्भेस्टमेन्ट इन्भेस्टमेन्ट इन्भेस्टमेन्ट। सम्माननीय प्रधानमन्त्रीज्यू स्वयं निजी क्षेत्रसँग निरन्तर संवादमा हुनुहुन्छ। मुख्य विषयहरूमा उहाँले सोझै र तत्काल म लगायत अन्य मन्त्रीहरूसँग फलोअप गरिराख्नु भएको छ। बजारमा एउटा मसला भएको छ, अर्थमन्त्री देखिएन नि खै भन्दैछ। यो सोझै सम्मान्यज्यूसँग यहाँहरूको प्रत्यक्ष विथ नो फिल्टर नो इन्टरमिडिएसन सोझै होस् भन्ने अब धेरैको चाहना पनि छ। प्रधानमन्त्रीजी आफै पनि त्यति सार्वजनिक कार्यक्रमहरू नदेखिनु भएर यो हामीले सल्लाहमा नै गरेको हो। तर त्यहाँ उठाउनुभएका यहाँहरूले प्रधान मुद्दाहरू जहिले पनि उहाँले सिधै हामीलाई फोन गरेर यो यस्तो रहेछ नि फलानु वस्तुको दर यस्तो रहेछ नि भनेर एकदम डिटेलमा ग्रानुलर डिटेलमा पनि हाम्रो संवादहरू भइरहेको हुन्छ। प्रत्येक क्याबिनेट पछि हामी प्रधानमन्त्रीज्यूसँग म बस्छु 30 मिनट 40 मिनट 50 मिनट, हिजो 50 मिनटसम्म थिएँ। तर यो बजारमा चाहिँ अनेक चाहिँ अफवाहहरू झुटहरू यो पत्याउन छोडिसके जस्तो लाग्छ मलाई। तर यहाँहरूलाई मैले यति जानकारी गराएँ। यति क्लोज कोअर्डिनेसनमा आर्थिक मुद्दाहरूमा सायद प्रधानमन्त्रीकै तहमा यति गहिरो चासो राखिएको यो धेरै लामो समयपछि यति कुरा मैले यहाँहरूलाई राखेको छु। अर्थमन्त्री प्रधानमन्त्रीको क्लोज कोअर्डिनेसन डिस्कसनमा यो कुराहरू भइराखेका छन्। यो यहाँहरूलाई मैले आश्वस्त पनि पार्न चाहेँ। बजारका हल्लाहरू पछाडि नलागिदिनु होला।